नमस्कार, म डाक्टर शुभम कुमार अग्रवाल लायन्स र रोटरी क्लबहरूको समन्वयमा प्रोजेक्ट द क्यान्सर टक नो इट फाइट इट कन्क्युर इट अन्तर्गत आज हामी ब्लड क्यान्सर अथवा रगतको क्यान्सरको बारेमा चर्चा गर्नेछौँ। रगत क्यान्सर भनेको रगत र रगत प्रणाली विशेष गरी बोन मेरो अथवा लिम्फ प्रणालीमा हुने क्यान्सर हो। यो विशेष गरी 3 किसिमको हुन्छ: ल्युकेमिया, लिम्फोमा र माइलोमा। ल्युकेमिया भनेको सेतो रक्त कोशिकाहरूको असामान्य वृद्धि हो भने लिम्फोमा भनेको लिम्फ नोड र लिम्फ प्रणालीमा हुने क्यान्सर हो। त्यस्तै माइलोमा भनेको हड्डीभित्रको प्लाज्मा कोषमा हुने क्यान्सर हो। अब हामी रगतका क्यान्सरका रिस्क फ्याक्टर अथवा जोखिमका तत्त्व र कारणहरूको बारेमा चर्चा गर्नेछौँ। यसका मुख्य जोखिमका तत्त्व र कारणहरूमा निम्न कुराहरू पर्दछन्: जेनेटिक म्युटेसन अथवा जिनमा आउने परिवर्तनहरू, आयोनाइजिङ रेडिएसन अथवा विकिरणहरू, केमिकल रसायन जस्तै बेन्जिन र कीटनाशकहरू, भाइरल इन्फेक्सन जस्तै HTLV-1 भाइरस, हेपाटाइटिस सी भाइरस, एप्स्टिन बार भाइरस, स्मोकिङ अथवा धुम्रपान, फ्यामिली हिस्ट्री यानि पारिवारिक इतिहास, परिवारमा कसैलाई पहिला रगतको क्यान्सर भएको छ भने, रोगसँग लड्ने क्षमता कम भएका रोगहरू जस्तै HIV एड्स। यसका साथसाथै कहिलेकाहीँ ब्लड क्यान्सरको कारणै अज्ञात रहन्छ, जसलाई हामी आइडियोप्याथिक भन्ने गर्छौँ। अब हामी रगत क्यान्सरमा देखिने लक्षणहरूको बारेमा चर्चा गर्नेछौँ। रगत क्यान्सरको प्रकार अनुसार लक्षणहरू फरक देखिए पनि सामान्यतः देखिने लक्षणहरू यी हुन्: लगातारको थकाइ वा कमजोरी महसुस गरिराख्नु, बारम्बार ज्वरो आउनु वा सङ्क्रमण भइराख्नु, छिट्टै चाँडै निलडाम आउनु, अनपेक्षित रूपमा तौल घट्नु, वेट लस हुनु, हड्डी वा जोड्नीहरूमा दुखाइ, लिम्फ नोड भएको ठाउँहरू जस्तै घाँटीतिर, बगलतिर, थाइतिर सुन्निनु र सास फेर्न गाह्रो हुनु। जब तपाईँ यस्ता लक्षणहरू लिएर विशेषज्ञ चिकित्सककोमा जानुहुन्छ, उहाँले सबैभन्दा पहिला तपाईँको हिस्ट्री लिनुहुन्छ। अघि हामीले चर्चा गरेको रिस्क फ्याक्टर र कारणहरू एक्सप्लोर गर्नुहुन्छ। त्यसपछि रगतको अवस्था हेर्नका लागि CBC कम्प्लिट ब्लड काउन्ट र PBS पेरिफेरल ब्लड स्मियर गराउनुहुन्छ। तिनीहरूको रिपोर्ट हेरेर क्यान्सरको जुन प्रकारको शङ्का लागि छ त्यो अनुसार आवश्यकता अनुसार बोन म्यारोको परीक्षण, फ्लो साइटोमेट्री, मोलिकुलर टेस्टिङ र CT स्क्यान अथवा पेट स्क्यान गराइन्छ। रगत क्यान्सरको उपचार क्यान्सरको प्रकार, चरण र बिरामीको स्वास्थ्य अवस्थामा निर्भर गर्दछ। यसको प्रमुख उपचार पद्धतिहरूमा केमोथेरेपी, टार्गेटेड थेरेपी, इम्युनोथेरेपी, रेडियोथेरेपी र बोन मेरो ट्रान्सप्लान्टेसन पर्दछन्। यसका साथसाथै जीवनको गुणस्तर सुधार्नका लागि प्यालिएटिभ केयर आवश्यक पर्दछ। उच्च आत्मबलका साथ उचित समयमा उपचार सुरु गरे चिकित्सकीय मार्गदर्शन र परिवारको साथ सहयोगले यो रोगलाई जित्न सकिन्छ। लायन्स र रोटरी क्लबहरूले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आवश्यकता भएकाहरूलाई सहयोग गर्दै आएका छन्। हामी उनीहरूलाई यो भिडियो मार्फत धन्यवाद दिन चाहन्छौँ। साथसाथै हाम्रै टिमका सदस्यले तयार पार्नु भएको यो भिडियो हजुरहरूलाई देखाउन चाहन्छौँ। क्यान्सरको खबरले एकदमै डर लाग्न सक्छ, तर यो हार मान्ने कारण भने पक्कै पनि होइन। यसलाई जित्ने हिम्मत तपाईँभित्र नै हुन्छ। क्यान्सरको उपचार कठिन हुन सक्छ, तर यो सम्भव छ। यसको लागि तपाईँले आफूमाथि विश्वास गर्नुपर्ने हुन्छ, आफ्नो मनोबल उच्च राख्नुपर्ने हुन्छ, आफ्नो साथीभाइ परिवारको हौसलाको साथ अगाडि बढ्नुपर्ने हुन्छ र यो सम्झिनुपर्ने हुन्छ कि हरेक एउटा सानो स्टेप पनि तपाईँको जिततर्फ जाने बाटो हो भनेर। क्यान्सरको उपचारमा तपाईँ पक्कै पनि एक्लो हुनुहुन्न। तपाईँको हौसला, तपाईँको सङ्घर्षले गर्दाखेरि अरू क्यान्सर भिक्टिम्सहरूलाई पनि इन्स्पायर गर्न सक्छ। क्यान्सरको यो लडाइँमा तपाईँले अवश्य पनि जित हासिल गर्न सक्नुहुन्छ। हामीले यो भिडियो बनाउनुको मुख्य उद्देश्य एउटै हो: हजुर वा हजुरका आफन्तहरूमा हामीले भनेका लक्षणहरू वा कुनै पनि अस्वाभाविक लक्षण देखिएका छन् भने चिकित्सकीय परामर्शको लागि अस्पताल जानुहोस्। साथसाथै जनचेतना फैलाउनका लागि यो भिडियो अगाडि सेयर गरिदिनु हुन हामी अनुरोध गर्दछौँ। धन्यवाद।